रविजी चाँडै नै छुट्नुहुन्छ। उहाँको मुद्दालाई लिएर प्रधानमन्त्री कहाँ, गृहमन्त्री कहाँ हामी बसिसकेका छौं। उच्च संवाद समितिको चाहिँ रोहबरमा धेरै वार्ताहरू भइरहेका छन्, सबै खोल्न मिल्दैन। सभापति आदरणीय रवि लामिछानेजीसँग हामी नियमित संवादमा छौं, सम्पर्कमा छौं। त्यो रवि लामिछाने मा मात्र केन्द्रित नगर भनेर पनि भनेका छौं हामीले, हैन। तर प्रधानमन्त्री बन्नुभन्दा अगाडि त तपाईले गजब बोल्नु भएको थियो, हैन। यो रविलाई किन घुमाएर सताइराखेको, दुःख दिएको भन्नुभएको थियो। गृहमन्त्रीसँग म शिशिर खनाल पुकार बमहरू गएर कुरा गरेका छौं। कार्यवाहक सभापतिजी दुःख दिनकै लागि, शास्ति दिनकै लागि, राष्ट्रपालाई गलाउनकै लागि पाँचवटा जिल्लामा अल्झायो नि। त्यो अब सम्पत्ति शुद्धिकरणको मुद्दा कास्कीमा छ भने सांगठनिक अपराधको मुद्दाहरू पनि एकत्रित गरेर कास्कीबाट चलाउन मिल्ला कि? रविले यस्तो गरे उसो गरे त्यो दिन 1 बजेपछि त्यहाँका जेलर सत्यराज जोशीले मलाई फोन गरेका थिए क्या। आज म नौलो कुरा गर्दैछु है, मलाई फोन गरेका थिए 1 बजेतिर। तपाईको सभापति सुरक्षित हुनु भएको छैन, यहाँ चाहिँ अब देशमा के हुने भयो। गृहमन्त्रीले राजीनामा दिइसके, प्रधानमन्त्री राजीनामा दिने कर्खरमा छन्। 1 किलोमिटर माथि भैँसेपाटीमा मन्त्रीहरूलाई सेनाले हेलिकप्टरमा राखेर उडाएर लगिसक्यो। यहाँ भिड आइराखेको छ, कैदीहरू भाग्ने अवस्थामा छन्। तपाईको सभापति पनि सुरक्षित हुनुहुन्न कि उहाँको पत्नी आउनु पर्यो कि पार्टीको जिम्मेवार नेता तपाईँ नै आउनु पर्यो भनेर सत्यराज जोशीले मलाई भनेकै हो, हैन। र त्यसपछि डिपिजीलाई पनि त्यस्तै फोन गएकै हो। त्यसैले सुरुमा जेलरले नै लैजाऊ तिम्रो सभापतिलाई भनेर अनि यो प्रक्रिया सुरु भएको। म निस्कन खोजेँ, म पनि ट्र्याकमा थिएँ, असाध्यै असुरक्षा आगजनीको बिचमा थिएँ म जुन लोकेसनमा थिएँ। त्यसपछि मेरो सचिवालयका भाइहरूले धेरै ट्राई गर्नुभयो मलाई लानलाई, मास्क लगाएर, क्याप लगाएर, मोटरसाइकलमा राखेर गल्ली गल्ली छिराएर नखु पुर्याउन सकिन्छ कि भनेर उहाँहरूले भन्नुभएको थियो। के अरे ट्राई गर्नुभयो, तर नसकिने अवस्था भएपछि मैले त्यसपछि डिपिजीलाई फोन गरेँ, कविन्द्रजीलाई फोन गरेँ, विपिन आचार्यलाई पनि मैले फोन गरेको थिएँ, सहमहामन्त्री। उहाँले चाहिँ स्वर्णिमजी म पुग्न लागेँ भनेपछि ल विपिन म आउन सकिनँ, तिमीले चाहिँ त्यहाँ म्यानेज गर्नु भनेर पनि मैले रिक्वेस्ट गरेको। त्यसैले यो प्रारम्भ चाहिँ पछिका घटनाहरू, हैन, कसरी भए, पत्र थमाइयो इत्यादि। तर उहाँलाई जसरी भिड गएर फुटाएर लिएर आएको भन्ने यो नकारात्मक भाष्य बनाउन खोजिएको छ नि, त्यो आजकै दिनबाट त्यो चिर्नुपर्छ। र यसलाई चाहिँ र यो बयानमा पनि भन्नुहोस् भनेको छु मैले रविजीलाई, तपाईँले बयानमा यो कुरा भन्नुपर्छ। मलाई जिम्मा लगाइयोस् भनेर जेलरले फोन गरेको कुरा यो बाहिर आउनु पर्यो भनेर उहाँले भन्नुभएको थियो। उहाँको पत्नी निकिता पौडेललाई, स्वर्णिम वाग्लेलाई र सायद मलाई लाग्छ डिपिजीलाई पनि त्यो जेलरले फोन गर्नुभएको थियो, आउनुहोस् र लिएर जानुहोस् तपाईँको सभापतिलाई, सुरक्षित गर्नुहोस् भनेको हुनाले। त्यसैले परिस्थिति यसरी भयो। त्यो दिनको तपाईँहरू आकलन गर्नुहोस्, भयावह थियो, हैन। राज्यविहीनताको अवस्था छ, लुटपाट आगजनी, त्यस्तो अवस्थामा पछि केही घटनाहरूले गरे। र मैले रविजीलाई भनेको छु यदि पछिका केही कालान्तरमा केही मिस्टेकहरू भएको छ भने त्यसलाई गजबसित जनतालाई बताउँ र अहिले बुझ्नुहुन्छ, आम जनताले बुझ्नुहुन्छ सुरुवात त त्यसरी भएर रहेछ नि त, लैजाउ नै भनेर रहेछ नि त भन्ने कुरा बुझेपछि चाहिँ अरू श्रृङ्खलाहरूमा यदि केही भुलचुक भएको छ भने त्यसमा हामी सच्याएर पनि जान तयार नै छौँ। तर आधारभूत कुरा, ज्यान जोगाउने कुरामा एउटा राष्ट्रिय दलको अध्यक्षको सुरक्षाको विषयको सुरुवात कसरी भएको, जेलरले बिन्ती गरेर लिन आऊ भनेपछि यो प्रक्रिया सुरु भयो हुनाले त्यसरी नै आम जनताले बुझिदिनु हुन म राम्रा पात्रहरू आउनुहोस्, कहाँ राख्नुपर्ने हो राख्छौँ, मेरै उपसभापति पद पनि म छोड्न तयार भन्ने आएको 5 दिनभित्र गर्ने 50वटा निर्णय पनि हामी जनतालाई पहिले नै भन्छौँ। भनेको जस्तो गरेनौँ भने लात हानेर निकाल्दिनुहोस्। लोकतन्त्रको आधारभूत धर्म नै यही हो, हैन। फरक छ, यति बोल्दा पनि तपाईँले हैन बुझ्नुभयो नि त, अलिकति तयारी गरे रहेछन् कि क्या केटाहरूले भन्ने त लाग्यो होला नि, लागेन? मिडियामा अतिरञ्जना गरेर फलानुले बोल्न पायो रे पाएन रे, विधि अनुसार शेड्युल अनुसार बकाइदा हुँदै थियो त। 40 वर्ष यो देश हाँकेकाहरूलाई अलिअलि सोध्नु होला। 4 महिना हामीले सरकारमा गएर जे गर्यौं त्यो